कुटुम्बवासीहरूले आफ्नो घरमा डोजर चलाइ माग्नु होइन हुँदैन कुरा बुझ्नु। त्यो घन्टी हल्लाउने पार्टीले त्यसको मान्छे को छ त्यो राम्रो बुझ्नु। बालन शाहले हिजो के गर्थ्यो होइन, सारा कुटुम्बवासीलाई चाहिँ भत्काउनका लागि दुनियाँभरको गरिने मान्छे फेरि अहिले चाहिँ तपाईँको बस्ती बस्तीमा कुदिनेको पनि थिएन। अब यसलाई विरोध गरेको नभन्नु होला, भएको कुरा गरेको। यो टेम्पूलाई टेम्पू भन्नुपर्छ, मैले पर्दैन। यो चाहिँ तपाईँको छैन होइन, के जति माल पानी कि के जति दाल पानी भन्नेले दिएको छैन 8 करोडको गाडी हो भन्नु मिल्छ मैले? नचाहिने कुरा। टेम्पू नै हो, हरियो कलरको छ भन्नुपर्छ होइन। उहाँले त मेरै घरै त साउने बस्तीमा त मेरो घरै भत्काइदिएको अनि हर्का साम्पाङले तपाईँको घरै भत्काइदिनु भएको? 5जना त पुलिसै आएको त 5 थरीको को भने नि एउटा नगर प्रहरीले घर भत्काइदियो होइन, अनि एउटा वनको पुलिसले होइन, अनि सशस्त्र आएको थियो, अनि इलाकाका आएको थियो, अनि उयो के पो आर्मी आएको थियो। 5 जनाले घर भत्काइदिएको। त्यही भएर मलाई मन पर्दैन हो। उहाँले जित्नु भयो भने मलाई खुसी नै लाग्छ, तर भोट चाहिँ दिदिनँ।